प्लेट माग्थ्यो दुईवटा चल्छ हेर्दा पनि मतदान घर यो चाहिँ किचन दाजु सामानलाई चिया खाँदैछ त्यो त्यहाँ त हाम्रो झगडे जग्गा अब एकछिन बस्नु पर्ने कि फर्किहाल्नु पर्ने काम अलि खेल्दै नानी डर लाग्दैन हौ छ्या डर छेरुवा फुपूलाई खेल्नु लगा त कस्तो खेल्छ खेले लु के को जोरी हो त्यो कति दामी खेले त कति मजाले बनाएछ कस्तो कुकुरको नै यसलाई त के भन्छ थाहा छ लावा लाउनु कुकुरको भात खाने पनि बासको रहेछ हौ ठ्याक्कैसँगले डुड फेरि बिरालोको चाहिँ यस्तो क्या भात खाने कहाँ पो मैले देखिरहेको थिएँ बिरालोको भात खाने चाहिँ अर्कै हुँदो रहेछ त्यो कराई ठुलो भयो किन त आमा मेरो छोरीले दिँदैछ पिस्दैछ सिलौटीमा दुई हातले पनि पिस्नुपर्छ त छोरी यस्तो हौ त्यो गरेर हौ त्यसरी दुई हातले सुई आलु गर पापड पनि तार्दा हुन्छ नानी
तपाईँको यो चुल्हामा त दाउरा चाहिँ फारो हुँदैन है फुपू किन हुँदैन यत्रो एक अँगालो जान्छ टुटुटुटु एकैछिनमा पाक्दैन त्यो मिठो हुँदैन त्यो एकैछिनमा पाकेको चाहिँ हामी हतार गरेर त्यस्तै गर्नुपर्छ हतार गर्ने हतारमा त चिन्डो फल्छ हो नि नहाल्नु के धेरै दाउरा छँदा चाहिँ किन्नु पर्दैन के उसले छ भन्दैमा अनि हाम्रा बेटाएन नि त्यसले त्यो उयसमा मात्र क्या त्यो आलु त इसेङ भुट्नु कि त्यो के भन्छ बरेला मात्र ठ्याक्कै उसले घिउसँग खाओस् न उसको घरमा आएर घिउ भन्दैछ अनि के अरे खिउ म त खाँदिनँ हौ काकी यो भन्नु त यो दही कति दिनको अरे यो कति दिनको अरे यो कति दिनको अरे यो 4 दिने दही यो घिउ राख्नु काकी ए दिदी हेर्नु त यहाँ त के छ जुङ्गा छ है त्यो तलको कि माथिको छ त्यस्तो छ है यो चाहिँ कोठा यो चाहिँ ससुरा बाह्र सासू यो सानो नानी चाहिँ देउमान आङबुहाङ होला यो चाहिँ देउमान आङबुहाङको भाइ माइला उहाँको बुहारी छोरा 2 जना ह्यान्डसम गाइजहरू यो सासू ससुरा यस्तै छन् एउटा कोठा यो कोठा चाहिँ फेरि पुरानो फेरि ढोका चाहिँ फेरि 3 फुट पनि छैन 2 फुटे ढोका छ घोप्टेर छिर्नुपर्छ यो चाहिँ अनि ट्याक्कै छिर्यो अनि यो पुरानो स्टाइल यसरी राख्दा रहेछन् घैलाहरू थालहरू अनि यस्तै छ यहाँ पुरानो यसलाई चाहिँ खोप्पी भन्छ होला यो पुरानो सामान राख्ने खोप्पी अनि यो टाँसी यो पनि ढुङ्गाको टाँसी रे ढुङ्गाको अनि यो चाहिँ मान्छे भाग्ने दुलो होला मान्छे भाग्ने दुलो यहाँ सामान राख्ने अनि यो चाहिँ पहिला सुब्बाको घर भएको कारणले यो चाहिँ बठाइ गर्नेहरूलाई केहरूलाई थुन्ने खोर अरे एकछिन समातेर राख्ने लुक के भन्छ यसलाई त्यस्तो अरे यो चाहिँ पुरानो चौँठो राखिरहेछ पुरानो शैलीको छ अनि यो ढोका पनि 2 फुटे ढोका छ यत्रो ढोका अनि अब यसको माथि तला जाने भर्याङ तपाईँको यत्रो सानो छ ट्याट जानुपर्ने भर्याङ गएर यतादेखि सबै स्टोर जत्तिकै छ अब किचन जाँदा यहाँ भिडियो यहाँनिर यो चाहिँ हाम्रो ससुरा बाले पल्टनदेखि ल्याएको सुटकेस रे अहिलेसम्म पनि यो 32 साल 33 सालमा पेन्सन आउँदा ल्याएको सुटकेसकै हालत यस्तो छ यता एउटा सानो ढोका छ यो झ्याल के भन्छ यसलाई आँखीवाला झ्याल छ यहाँ एउटा झ्याल भर्याङ भयो त्यहाँदेखि यता चाहिँ एउटा यो चाहिँ पूजा गर्ने ठाउँ छ है यहाँ पनि ससुरा बाले ल्याएको सुटकेस
कागजपत्र राख्ने बकासहरू छ। यो चाहिँ अन्न राख्ने भकारी ठुलो रहेछ। यहाँ चाहिँ अन्न चाहिँ छ कि छैन हेरौँ। ए रहेछ धान खडकुडाहरू लस्करै राखेको रहेछ, तर अन्ध्यारो भएर देखेन। यो कोठामा चाहिँ बत्ती बलिराख्दो रहेछ है। अनि यहाँदेखि अब फेरि एक तला यहाँ भर्याङ छ, तर यो अन्ध्यारो भइरहेछ। अब रात पर्यो, अन्ध्यारो भएको कारणले म गइनँ माथि तला चाहिँ। अब के अरे फुपू, कस्तो अप्ठ्यारो झर्नु नै। अन्तै छ। ए फुपू, त्यो चुचे करेलाको क्या सिठा दिनु अरे, देउमानले खाएर जान्छ अरे। चुचे करेला अलि एक छाक खान्छ, देउमानले खान्छ अरे, मिस्टर देउमानले। फुपू मेरो राम्रै फुपू भागेको गर्दछ। कामकारी यो घरको मुली। फेरि यो कुकुर चाहिँ 2070 सालको अरे। कुकुर मेरो यहाँ फुपूको छोरा अरे। यहाँ छोरा छ, उसको छोरीहरू पनि छ। कता 2टा बिरालो। गेटको यो छोरा चाहिँ बसिरहेको छ, तर उसको अब स्वर्गलोक जाने समय आएको जस्तो लाग्दैछ है। स्वर्गलोक। अब यो फेरि यो फुल चाहिँ फेरि मेरो ससुरै हुँदाखेरि नै यस्तै थियो अरे। अब बुढाहरू हुँदाखेरि त भइ नै हाल्यो। अब उसको छोरीहरूले पनि देख्यो। यो चाहिँ उहिले बाजे ससुराहरूको कालदेखि नै छ अरे। यो त धेरै वर्ष पुरानो। यो घरै 129 वर्ष भयो भन्छ। यो फुल पनि लगभग घर सँगसँगैको होला। यसको रुटहरू यस्तो भइसकेको छ। यो यस्तो बुढो भइसकेको छ, तर माथि चाहिँ फुल चाहिँ यो मुनि चाहिँ यस्तो छ। यसको जरा भनौँ कि के भन्नु। यसपालि चाहिँ यसरी झप्राक्कै झरेको रहेछ। फेरि काट्न कोही नमान्ने अरे। अनि अब यसलाई चाहिँ चट्टसँगले फेरि थाङ्ग्रा दिनुपर्ने होला। यो चाहिँ घर पछाडि यो सानो सानो फुलबारी, तर छोरी मान्छे नभएर यस्तो सानो यो फुल के भन्छ यसलाई त? बुक्की फुल होला हौ। के फुल भन्छ यो पाहाडमा भने? यहाँ मकै यसरी राख्दो रहेछ है। गाउँघरमा त यसलाई के प्रकारले राखेको भन्छ, झुप्प पारेर। 1 झुप्पा 2 झुप्पा 3 4 5 6 झुप्पा पारेर राख्दो रहेछ। यो चाहिँ किचन रे, किचन। यहाँ पनि कस्तो मजाले फुल फुलिरहेछ। यो के फुल हो? के जाडो। यहाँ फुपूको छोरी त्यहाँ भाग्दैछ। यहाँ लसुन पनि फलाएको रहेछ, सुन्तलाहरू पनि रहेछ। ओइ चामल भिजाएको? ए चामल चाहिँ खै कस्तो खालको चामल छ? ठुलो छ नि, साह्रै गिलो नपकाए। यता चाहिँ के छ? यहाँ चाहिँ सुँगुर छ होला हौ मेरो विचारमा है। ए सुँगुरै छ रहेछ। गाउँमा त सुँगुर पनि यसरी मुनि पाल्दो रहेछ। चैत वैशाख भएर रुख पनि नाङ्गै रहेछ। टक्क पारी चाहिँ हामपाङ अरे। ए मौरी लक्ष्मी बी किपिङ वर्कसपले मौरी पालनको लागि डुर पनि दिएका रहेछन्। 2टा डुर रहेछ। यो किचन, यो मूल घर, त्यो पल्लो मतान, कुखुरा
बाख्रा सुँगुर तरकारी त्यो चना पनि भिजान अनि अदुवा लसुन कुटेर त्यसमा टक्कैसँगले बनाउनु मुलाएर परपरी कि घिउमा बनाइदिँदा पनि हुन्छ त्यो त नि केमा खानु त्यो चना के भन्दै तातो पानी छ फुपू तातो पानी यहाँ भिजाउँदा हुन्छ चना चाहिँ झिक्दिनु न घिउमा पकाएर खाँदा हुन्छ म खाँदिनँ म त दुध खाएपछि अघाएको जस्तो भयो फेरि मसला बेसार राख्नु चाहिँ कस्तो आइटमको छ ढुङ्ग्रो उहिलेको अरे बेसार राख्ने यहीँ नुन राख्ने के हो यस्तो अनि तपाईँको आलु काट्ने हँसिया चाहिँ कस्तो स्पेसल छ नि यो के हो युमा सामाङको कचिया जस्तो छ अनि फेरि यो छोप्ने चाहिँ ठ्याक्कै यस्तो छ चिलौटी अर्ग्यानिक तरुल उसिनेर खाएका दुध पनि यस्तो के भन्छ यसलाई खडकुरामा पकाउनु पर्ने रहेछ चट्टसँगले तिनमुखे चुला चाहिँ तिनमुखे फलामको रहेछ सुधारिएको फेरि यो सिक्कुमाङमा चाहिँ ठ्याक्कै भात पकाउँदै खै चामल त धुइस् अनि फेरि आजभोलि चाहिँ ठ्याक्कै एउटा साइडमा ग्यास पनि हुँदो रहेछ ग्यासमा अनि यो चाहिँ फेरि दही अरे 2 दिनको यो 1 दिनको अरे 1 दिनको दही यो फेरि कति 3 स्टेपको दही हुँदो रहेछ हौ म त थाहै थिएन ट्याक्कै यो नयाँ दही यो कति दिनको अरे यो चाहिँ कति दिनको भन्यो यहाँ त खोल्नु पनि सकिनँ यो फेरि दुध आज भर्खरै गरेको त्यहाँदेखि यो त अचार खल्पीको भइगयो यहाँ म फेरि भाइरल भइदिइहाल्छु होला नि 2टा हाँस्छ ढक्ल्याक मै जस्तो हिँड्दैछ यो घर चाहिँ मिस्टर देउमान आङबाङको घर पर्यो हो अनि यो हाँसहरू चाहिँ एउटा चाहिँ कत्रो ठुलो छ कति वर्ष पुगेको फुपू यो ठुलो हाँस चाहिँ यो चाहिँ यसलाई चाहिँ मतान भन्छ मतान भन्दो रहेछ यो मतान भनेको चाहिँ के हो अनि यो घर चाहिँ पुरानो घरहरू 129 वर्ष समथिङ पुगिसकेको घर यो गाउँकै पुरानो घर यो चाहिँ फेरि टोइलेट यताको बाथरुम रे अनि यताको धन्दा मन्दा गर्ने ठाउँ चारो राख्ने ठाउँ आजभोलि चारो पनि गाग्रीमा लाँदा रहन् अनि यहाँ मेरो फुपू छ कामकारी जाँगारिली यहाँ छ कुडो पकाउने ठाउँ यहाँ छ माइली छोरी भात पकाउँदै गरेको होइन अनि यहाँ चाहिँ किचन यस्तो छ फेरि यहाँ त अन्धकार पो भयो त अन्धकार म यहाँ बत्ती फेरि बेलुका कति बजीदेखि टाइमले छोड्दो रहेछ यहाँ चुला पनि सुधारिएको चुला रे अनि टक्कै यस्तो छ राख्ने फेरि मलाई यो नि ब्याट्री उयस भइसकेको छ भिडियो गरिदिएको हौ तपाईँ काम गरेको के हुन्छ हौ काम गरेको हामी जस्तो अल्छिने होइन हाम्रो फुपू त यस्तो जाँगरिलो बाख्रालाई त्यो अब केलाई गाईको दुध चाहिँ खाँदैछौँ अब
अघि दुध धुइसकेको अब यहाँ फुपूले गाईलाई माम दिँदैछ बाख्रा पनि गाई अघि धुइसकेको यहाँ पनि छ बाख्रा तिमीको घाँस हाल्नु बाँकी रहेछ अब काम गर्नेको त गर्दा हुन्छ त दुईटा जन्माएको रहेछ नि त्यो बच्चाले पनि खान्छ बच्चालाई पनि कति महिना भएको फुपू चाहिँ धन्दा गर सुँगुरलाई चारो देखा न यता नानी के गरेको भनेर ल आउँछ त छोरा सत्तरी सालको लाबिनाङ भन्दा जेठो कुकुर यो चाहिँ छोरी छोरा काला मामा हामी अहिले दोबानमा अनि काला मामाको घर ठ्याक्कै यहाँनिर रहेछ समाजबाट अलिकति होइन बाहिरै अब स्ट्रगल गर्दाखेरि धेरै कुराबाट अलग भयो अब अलग हुँदा पनि अब जहाँ जहाँ रहे पनि अब आफ्नो गाउँघरमा त मन त आइपुग्छ होइन साथीभाइ इष्टमित्र गाउँ छरछिमेक त्यहाँको विकासका कुरा समाजको कुरा हरेक गतिविधिमा अब हामी अब प्रत्यक्ष उसमा नभए पनि अप्रत्यक्ष रूपमा त अब हरेक कुराहरू उसमा हेरिरहन्छ तर त्यही भएर अब हाम्रो एउटा अब खास यसरी सम्मान नै गर्नु त नपर्ने थियो त्यही भएर मैले हिजो पनि भनेको थिएँ भाइले भन्दै थियो होइन त्यसरी त पर्दैन थियो हामी त एउटा गाउँले स्थानीय नाताले एउटा जिम्मेवारी पनि हो कर्तव्य पनि हो र हामी यहीँभित्रको भएको हुनाले अब नैतिक रूपले हामीले गर्नुपर्छ अलिक 50 पर्यो बाहिरको बजारमा हिँड्दै के भन्छ अघि
हालत चाहिँ के छ गाईहरूको